डर लाग्छ आमा। मलाई यो अन्ध्यारो कोठा र चिसो भुइँबाट निस्केर उज्यालो प्रकाशमा रमाउनु छ बाबा। कहिले सर्पले डसले डर, कहिले बलात्कृत हुने। 7 दिनसम्म यो छौगोठमा निसासिएर हामी कहिलेसम्म बस्नुपर्ने? हामी नारीलाई एउटा अनौठो रूपमा लिएको छ, जुन रूपको कुनै उपचार छैन। प्रकृतिले नै हामीलाई यसरी बनाएको हो। हाम्रो शरीरमा बग्ने त्यो रातो रगतले नै हामी जिउँदछौँ। तर महिनाको 7 दिन त्यही रगत हाम्रो शरीरबाट बग्दा हामी किन अशुद्ध हौँ? हामी किन अशुद्ध हौँ? नारी देवतालाई पुज्छौ, तर त्यही नारी महिनावारी हुँदा त्यो मन्दिर बाहिरसम्म पनि बस्न दिँदैनौ। भगवानले कुनै पनि आफ्नो छोरी चेलीलाई असुरक्षित हुने स्थिति सृजना गर भनेको छैन। हामीले के पाप गरेका छौँ र छौगोठमा बस्नलाई? अझै पनि छौपडी प्रथा नेपालको जुम्ला, काइकोट, दैलेख, डोल्पा, बझाङ जस्ता ठाउँहरूमा पाउने गरिन्छ, जसका कारण धेरै महिलाहरूले आफ्नो ज्यान समेत गुमाएका छन् र समाजमा खुला चरी उड्न पाएका छैनन्। आखिर महिलालाई यो भेदभाव कहिलेसम्म?